ल नमस्कार सबैजनालाई नमस्कार। आजको रोड म्याप सेसन 3 हो यो। रोड म्याप 3 सेसन हो। रोड म्याप सिरिज 3 है। रोड म्याप सिरिज 3 मा म इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम पोर्सन लिएर आइराखेको छु है। एउटै सेसनमा त सकिन्न होला यो सबै, किनभने इलेक्ट्रिसिटी म्याग्नेटिजमबाट टोटल 21 मार्क्सको एक्जाममा सोध्छ है त। विथ विथ इन्क्लुडिङ लङ क्वेसन है। 8 मार्क्सको लङ क्वेसन इन्क्लुडिङ 21 मार्क्स इज कभर्ड फ्रम इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम। ठिक छ है त। ल ओके, तपाईँहरूलाई एकदम झन्झटिलो पार्ट पनि होला जस्तो लाग्छ मलाई यो। इलेक्ट्रिसिटी त ठिकै छ, म्याग्नेटिजम पार्ट म बिस्तारै बिस्तारै जान्छु। ल इलेक्ट्रिसिटी अन्तर्गत दुईवटा च्याप्टर छ। हेर, इलेक्ट्रिसिटी यो करेन्ट इलेक्ट्रिसिटी हो क्या। ल इलेक्ट्रिसिटी मात्रै पनि भन्दा अलि मिनिङ आउँदैन क्या। करेन्ट इलेक्ट्रिसिटी हो। करेन्ट इलेक्ट्रिसिटी यो भित्र दुईटा च्याप्टर छ। ल एउटा च्याप्टर छ इलेक्ट्रिक सर्किट। इलेक्ट्रिक सर्किट सर्किट र दोस्रो छ थर्मो इलेक्ट्रिसिटी। थर्मो इलेक्ट्रिसिटी सुन्नुहोस् है, यो अलि रिलेटिभली यो पोर्सनमा म्याग्नेटिजमको एउटा च्याप्टर त गाह्रो छ। मतलब गाह्रो त होइन कि, तर धेरै म्याथमेटिक्स छ क्या। धेरै म्याथमेटिकल इक्वेसन्सहरू डिमान्ड गरिरहेको हुन्छ। त्यसले इक्वेसन्सहरू धेरै भएको हुँदाखेरि प्र्याक्टिस गर्ने हेबिट हुँदैन अनि भुलेर गाह्रो जस्तो हुने हो क्या। खास कुरो त्यो हो। ल अब म सिधै गएँ, यो इरेज गरेर जान्छु म इलेक्ट्रिक सर्किटमा। हेर्नुहोस् है, ल एकदम इम्पोर्टेन्ट च्याप्टर हो इलेक्ट्रिक सर्किट। इलेक्ट्रिक सर्किट इलेक्ट्रिक सर्किट भित्र तपाईँले दुईवटा डिफाइन गरिहाल्नुहोस्। ल फर्स्टमा क्रिचअफ्सको केभी क्रिचअफ्स नै लेखौँ, फुल फर्म नै क्रिचअफ्स फर्स्ट ल, जसलाई के भन्छ क्रिचअफ्सको जङ्सन ल पनि भन्छ, क्रिचअफ्स जङ्सन ल पनि भन्छ, जसलाई क्रिचअफ्सको करेन्ट ल पनि भन्छ। ल एउटै हो। ल क्रिचअफ्सको करेन्ट, क्रिचअफ्स करेन्ट ल। करेन्ट ल जङ्सनमा मिट हुने करेन्टहरूको अल्जेब्रिक सम 0 है। कुनै एउटा पार्टिकुलर जङ्सनमा पोइन्टमा भने पार्टिकुलर पोइन्टमा जस्तो यो पोइन्टमा मिट हुने करेन्टहरू र मैले तिनवटा करेन्टलाई मिटिङ गराइदिएको छु। एउटा I1 छ, अर्को I2 छ, अर्को I3 छ। These three current are meeting at a junction. The sum of algebraic sum of current. Algebraic sum को meaning current is scalar भने हो। त्यसको सिग्निफिकेन्स त्यो हो। Algebraic sum of current meeting at a common junction is 0, which is called Kirchhoff's current law or first law or junction law. यो भनेको के, जङ्सनतिर गएको चाहिँ प्लस गराइदिनुहोस्, I1 र I2 चाहिँ प्लस छ, जङ्सनबाट बाहिर गएको चाहिँ अवे गएको चाहिँ नेगेटिभ गराइदिनुहोस्, र फाइनल्ली I1 प्लस I2 इज इक्वल टु I। साइन कन्भेन्सन के भयो अरे, टुवार्ड्स गएको छ भने प्लस गराउनुहोस्, अवे गएको छ भने माइनस गराउनुहोस्। यो साइन कन्भेन्सन भयो। यति चाहिँ ल, यति साइन कन्भेन्सन भयो। ल एक्चुअली खास के हो त यो भने क्रिचअफ्सको करेन्ट लले हेर्नुहोस् त, यो त चार्ज फ्लो हो नि त, चार्ज फ्लो हो नि, यो पनि चार्ज फ्लो हो नि त। इनकमिङ चार्ज सुड बी इक्वल टु आउटगोइङ चार्ज भनेको मतलब हो चार्ज के भइरहेछ त, इनकमिङ जति आउँछ आउटगोइङ नि त्यति नै हुन्छ। त्यसको मतलब हो देयर सुड बी द कन्जर्भेसन अफ चार्ज। बहुत इम्पोर्टेन्ट पोइन्ट छ, देयर सुड बी कन्जर्भेसन अफ चार्ज अथवा प्रिन्सिपल अफ कन्जर्भेसन अफ चार्ज। प्रिन्सिपल अफ
कन्जर्भेसन अफ चार्ज ठ्याक्कै एमसिक्यूमा सोधिहाल्छ चार्ज यति हो क्रिचअफ्सको जंक्सन ल अथवा फर्स्ट ल केसीएल हो क्या क्रिचअफ्सको करेन्ट ल हो केसीएल हो क्या क्रिचअफ्स करेन्ट ल केसीएल लो यति भएपछि भइहाल्छ अब क्रिचअफ्सको सेकेन्ड ल अथवा भोल्टेज ल हेर्नुस् ल क्रिचअफ्सको सेकेन्ड ल अथवा केभीएल चाहिँ हेरौँ ल भोल्टेज ल अथवा लूप ल अथवा मेश ल है क्रिचअफ्सको क्रिचअफ्स भोल्टेज ल और लूप ल और मेश ल पनि भन्छ मेश ल और सेकेन्ड ल यो चाहिँ भोल्टेजसँग रिलेटेड छ ल अघि के थियो करेन्टसँग रिलेटेड थियो केसीएल भएको थियो अहिले क्रिचअफ्सको भोल्टेज ल केभीएल यो चाहिँ क्लोज लूपमा मात्रै हुन्छ ल स्टेटमेन्ट के हो भने अघि के गरे करेन्ट लमा अल्जेब्रिक सम अफ all the current meeting at a junction is 0 गरे हैन त टुवार्ड्स जान्छ प्लस गर्नु भएको थियो अवे जान्छ माइनस गर्नु भएको थियो अघि अहिले पनि के गर्नुस् अल्जेब्रिक सम अफ भोल्टेज एन्ड ईएमएफ अराउन्ड अ क्लोज लूप इज 0 के भने रे मैले अल्जेब्रिक सम अफ भोल्टेज एन्ड ईएमएफ इन अ क्लोज लूप यसलाई यसो गर्दा बेटर होला समेसन भी इज इक्वल टू समेसन आइआर अब सुन्नु ल ए समेसन ई है सुन्नुस् ल सुन्नुस् यहाँ यो बुकै पछि फरक प्याटर्नले डिल गरे हुन्छ यो आफ्नो सजिलो जसरी हुन्छ त्यसरी बुझ्ने हो यो कहीं यसो लेख्दै हुन्छ कहीं समेसन ई प्लस समेसन आइभी इज इक्वल टू 0 गरे हुन्छ त्यो मिलाउने काम चाहिँ त्यही भएर म यो लेख्नै मन लागेन यस्तो लेख्न मन लाग्यो अल्जेब्रिक सम अफ भोल्टेज एन्ड ईएमएफ इन क्लोज लूप इज 0 ल अब म एप्लाई गरेर देखाइदिन्छु साइन कन्भेन्सनमा मोर क्लियर हुनुहुन्छ हेर्नुस् ल साइन कन्भेन्सनले हो क्या त्यो कन्भेन्सन भने फिक्स्ड होइन नि त कन्भेन्सन भने आफूलाई सजिलो हुने गरी बनाउने रुल इज कल कन्भेन्सन नामै कन्भेन्सन छ मैले यताबाट करेन्ट पठाइदिएँ आई करेन्ट यसको ईएमएफ ई गर्दै सर्किटलाई ए क्लोज लूपलाई बी यो पोइन्टलाई सी यो R1 यो R2 यसलाई डी यसलाई यहाँ छ ल एफ भने अब सुन्नुस् ल जता तपाईलाई जता घुम्न मन लाग्छ त्यतै घुम्नुस् तपाईको चोइस तर अल्जेब्रिक सम अफ भोल्टेज र ईएमएफ चाहिँ 0 गराउनुस् ल अब रेजिस्टरको हकमा हेर्नुस् है कन्भेन्सन बनाम यहाँ पहिला अनि आफ्नो हिसाबले बनाउने ल रेजिस्टर हो भने अलोङ जानु भयो भने प्लस गर्नुस् अलोङ मुभ गर्दाखेरि प्लस गर्नुस् अनि अवे मुभ गर्दाखेरि अवे भन्दा नि अपोजिट भनौं न अपोजिट मुभ गर्नु भयो भने माइनस गर्नुस् है रेस म अप्लाई गर्छु ल सेल हो भने -2 प्लस तिर जानु भयो भने माइनस गरिदिनुस् प्लस देखि माइनस तिर जानु भयो भने प्लस गरिदिनुस् ओ यो कन्भेन्सनमा खेल्दिने जसरी बनाइन्छ कसैले के गर्दिन्छ थाहा छ अपोजिटलाई प्लस अलोङलाई माइनस यसलाई पनि उल्टो आफ्नो चोइस हो जसरी मिलाए नि हुन्छ एउटै आउँछ ल यहाँ हेर्नुस् त ए मैले क्लोज लूप लिगे ए देखि बी ए देखि बी जता घुम्न नि पाउनुहुन्छ उता घुम्न नि पाउनुहुन्छ ए देखि बी बी देखि सी सी देखि डी डी देखि एफ एफ देखि ए ल हेर्नुस् ए टु बी बी टु सी सी टु डी डी टु एफ एफ टु ए क्लोज भयो र ए र बी को बीचमा हेर्नुस् त यहाँ भोल्टेज छ आइदर भोल्टेज और ईएमएफ चाहियो क्या ए र बी को बीचमा दुईटै छैन टक्क काट्दिए छैन अब बी र सी को बीचमा हेर्नुस् त रेजिस्टर छ भने देयर शुड बी ड्रप्ड इन भोल्टेज त्यहाँ भोल्टेज ड्रप भइरहेको छ
रेजिस्टर छ भने करेन्ट आई हो, रेजिस्टेन्स R1 हो। भनेपछि यहाँ ड्रप भएको भोल्टेज हेर्नुस् त, करेन्ट पनि उतै गएको छ, तपाईँ पनि बी देखि सी तिरै मुभ गरिरहनु भएको, यसैलाई हो मैले अलोङ भने। त्यस कारणले प्लस आई R1। त्यस्तै सी देखि डीमा हेर्नुस्, करेन्ट पनि उतै जाँदैछ, तपाईँ पनि सी देखि डी तिरै जाँदै हुनुहुन्छ है, डी सी देखि डी, त्यो पनि प्लस गरिदिनुहोस् IR2। अनि D2F हेर्नुहोस्, D2F छैन, काटिदे। F2A हेर्नुहोस्, F2A यसरी मुभ गर्नुभएको तपाईँ, F2A एरो हेर्नुहोस्, यसरी मुभ गरिरहनु भएको तपाईँ चाहिँ। तर कहाँबाट सुरु गर्नुभएको छ, यो सेल हो, कहाँबाट सुरु गर्नुभएको छ, यो नेगेटिभ हो, यो पोजिटिभ हो, नेगेटिभ टु पोजिटिभ गइरहनु भएको छ तपाईँ है, नेगेटिभ टु पोजिटिभ, नेगेटिभ टु पोजिटिभ। यी हेर्नुहोस्, सेलको केसमा नेगेटिभ टु पोजिटिभ नेगेटिभ लेखिदिनुहोस्, इज इक्वल टु 0। त्यसको मतलब हो E इज इक्वल टु IR1 प्लस IR2, यो भयो। सुन्नु ल, यो कन्भेन्सनमा आफ्नो आफ्नो तरिका हुन्छ है, सजिलो जुन लाग्छ त्यही तरिका युज गर्नु होला। वास्तवमा अब सिग्निफिकेन्स के हो भने, वास्तवमा के भइराखेको छ त, यहाँनिर सर्टेन इनर्जी ड्रप भएको छ, पोटेन्सियल भने त वर्क डन बाई चार्ज हो नि त, यहाँनिर पनि सर्टेन वर्क ड्रप भइरहेको छ, वर्क डन बाई चार्ज हो। यो सेलको त आफ्नै वर्क डन छँदैछ, त्यसकारणले यहाँ चाहिँ एनर्जी, यो वर्क भने करेस्पोन्डिङ एनर्जी हो, एनर्जी ड्रप भएको छ, एनर्जी ड्रप भएको छ, सप्लाइड एनर्जी हो, टोटल एनर्जी के भइरहेछ, कन्जर्भ भइरहेछ। यसको मतलब हो प्रिन्सिपल अफ एनर्जी कन्जर्भेसन, प्रिन्सिपल अफ एनर्जी कन्जर्भेसन, एनर्जी कन्जर्भेसन फलो भएको छ। ल ओके, मजाले सिकाइदिएको छु, पढ्नुहोस् ल। यो किर्चफ्सको करेन्ट ल र भोल्टेज ल दुईटा। अब अघि बढ्छु म, टोटल इलेक्ट्रिसिटी म्याग्नेटिजमबाट 21 आउँछ है, माइन्डमा त्यो चाहिँ लिनु ल, ठुलो पार्ट हो क्या यो है। ल ओके, अब हामी जान्छौँ व्हिटस्टोन ब्रिज, नेक्स्टमा हो व्हिटस्टोन ब्रिज। यो रेक्ट्याङ्गुलर ब्रिजिङ नेटवर्क हो, रेक्ट्याङ्गुलर ब्रिजवाला नेटवर्क हो, जहाँ चारवटा रेजिस्टर हुन्छ है, यो रेक्ट्याङ्गुलर ब्रिज हो, रेक्ट्याङ्गुलर ब्रिज, ब्रिज consisting four registers, among them registers P, Q, R and X, है। त्यो चारवटा मध्ये PQ चाहिँ यो फिक्स्ड एन्ड नोन हो, फिक्स्ड एन्ड नोन हो कन्सेप्ट हेर। अर्को R चाहिँ नोन बट भेरिएबल हो, नोन बट भेरिएबल हो, अनि X चाहिँ अननोन हो, X चाहिँ अननोन रेजिस्टर हो। त्यो ब्रिजलाई यसरी एडजस्टमेन्ट गर्ने, ब्रिजलाई यहाँ हेर्नु ल, यी व्हिटस्टोन ब्रिज बनाउँदैछु म यहाँ, यी चारवटा पोइन्ट भयो, रेजिस्टर हालिदिनुहोस्, यो P वाला ल, अनि यहाँनिर अर्को रेजिस्टर छ, यी रेजिस्टर, यहाँ पनि रेजिस्टर हालिदिनुहोस्, यहाँ पनि रेजिस्टर राखिदिनुहोस्, यो रेजिस्टर बनायो ल मैले, ल हेर्नुहोस्, चारवटा रेजिस्टर छ, PQ X R। यो ब्रिजको यो अपोजिट भर्टेक्स हो, यो A भनौँ, यो B भनौँ, यो C भनौँ, यो D भनौँ, यो PQ X R है त। यो BD भर्टेक्समा ग्याल्भानोमिटर जोडिदिउँ, ग्याल्भानोमिटर, AC भर्टेक्समा भर्टेक्स AC बाट करेन्ट सप्लाई गरिदिउँ, हो यो नेटवर्क हो, यो करेन्ट सप्लाई गरे ल, माइनस यहाँबाट जाने करेन्ट आई। ल
यो नेटवर्कलाई हामी व्हिटस्टोन ब्रिज नेटवर्क भन्छौँ। त्यो के हुँदो रहेछ अरे हेर्नुहोस् त, पी र क्यू चाहिँ यहाँ छ क्यारेक्टर फिक्स्ड एन्ड नोन, त्यस्तै आर चाहिँ नोन बट भेरिएबल, यो त फिक्स हो। भेरिएबल भनेको रेजिस्टेन्स बक्समा झिक्ने राख्ने प्लग हुन्छ नि त, तपाईँले चलाउनु भएको छ यो ल्याबमा। ल्याब एक झिक्नु भयो भने एकै ओम, दुई झिक्नु भयो भने दुई, दुईटा हुन्छ दुई, एउटा वान भएको एउटा हुन्छ, टू भएको दुईटा हुन्छ, थ्री हुँदैन, अनि फोर बनाउनु फाइभ बनाउनु फाइभ हुन्छ। त्यसरी रिअरेन्ज गरेर राखिदिएको बक्सको त्यो हो रेजिस्टेन्स, यो आर। अब रह्यो यो ब्रिजको ब्यालेन्सिङ भनेको के हो त भने यो भ्यालुजहरूलाई ब्यालेन्स कन्डिसन। ल अब यो ब्रिजको ब्यालेन्स्ड कन्डिसन भनेको के हो थोरै बुझौँ ल। ब्यालेन्स कन्डिसन भनेको के हो, त्यो ब्रिजलाई यो भ्यालुजहरूलाई यो यो पिक्यू या आरलाई यसरी एडजस्टमेन्ट गरिदिने कि यहाँबाट गएको आई करेन्ट यता I1 जाने हो, सुन्नु होला, यता I2 जाने हो, I1 गएर यहाँबाट डिभाइड भएर IG आयो, यता जाने करेन्ट I1 माइनस IG भयो, IG यहाँ आउँछ, यहाँ आएपछि यो IG यताबाट I2 पनि आइरहेछ, I2 प्लस IG भएर यहाँ पुग्छ र यहाँ आउँदा I1 प्लस I2 नै भइदिन्छ। हेर्नुहोस् है सर्किट यो हो। के गरिदिने त भने यो रेजिस्टरलाई यस्तो एडजस्टमेन्ट गरिदिने कि यो बी पोइन्ट र यो डी पोइन्टको यो अपोजिट पोइन्टहरूको पोटेन्सियल एउटै बनाइदिने। जब पोटेन्सियल एउटै हुन्छ पोइन्ट बी र डी को, व्हाट ह्यापन्स देन, इक्वल पोटेन्सियल रिजनमा करेन्ट फ्लो हुन्छ? हुँदैन। जहाँ करेन्ट फ्लोको लागि चाहिने भनेकै पोटेन्सियल डिफरेन्स हो। जस्तो वाटर फ्लोको लागि के चाहिन्छ, हाइटको डिफरेन्स चाहिन्छ नि त। त्यो हाइट भनेको नि अल्टिमेटली पोटेन्शियल एनर्जी डिफरेन्स हो क्या, एमजिएच हो नि त। त्यसकारणले जहाँ पोटेन्शियल डिफरेन्स हुन्छ त्यहाँ करेन्ट फ्लो हुन्छ, जहाँ हाइटको डिफरेन्स हुन्छ त्यहाँनिर के हुन्छ, वाटरको फ्लो हुन्छ है, फ्लो अफ वाटर अर फ्लो अफ फ्लुइड है। हाइटको डिफरेन्स भयो भने वाटर फ्लो हुन्छ, पोटेन्शियलको डिफरेन्स भयो भने चार्जको फ्लो हुन्छ, टेम्परेचरको डिफरेन्स भयो भने बल्ल हिट फ्लो हुन्छ। दे अल आर एनालोगस फेनोमेनन, सबै उस्तै फेनोमेनन हो। यहाँ त्यही गराइदिने, यो पोइन्ट र यो पोइन्टको एउटै पोटेन्शियल एडजस्टमेन्ट गरिदिने। पोटेन्शियल एट बी इज इक्वल टु पोटेन्शियल एट डी बनाइदिने, पोटेन्शियल एट डी बनाइदिने। त्यसको मतलब आइजी सुड बी जिरो। यस्तो बनाइदिने हो भने पी बाई क्यू इज इक्वल टु एक्स बाई आर भेट्नुहुन्छ र यही हो ब्यालेन्स कन्डिसन। P by Q is equal to X by R. This gives X is equal to P by Q times R. ल यो रहेछ अननोन रेजिस्टेन्सको डिटर्मिनेसन। अननोन रेजिस्टेन्स डिटर्मिनेसन, रेजिस्टेन्स डिटर्मिनेसन, अननोन रेजिस्टेन्स डिटर्मिनेसन। अब सुन्नु ल, कहिलेकाहीँ रेजिस्टेन्स डिटरमाइन गर्न मात्रै पनि भन्दैन, कहिलेकाहीँ रेजिस्टेन्स त गर्न पर्यो, सँगसँगै रेजिस्टिभिटी पनि भनिदिन्छ त्यहाँनिर। सिन्स रेजिस्टेन्स भनेको रेजिस्टेन्स एक्स भनेको यो त रेजिस्टेन्स हो नि त अननोन, एक्स भनेको रो एल बाई ए हो, रो एल बाई ए हो। देयरफोर रेजिस्टिभिटी इज इक्वल टु एक्स ए बाई एल भयो, एक्स भने त्यो हो पी बाई क्यू इन्टु आर। यो एक्स वायरको हो ल, अननोनको ख्याल गर्नु होला। यो चाहिँ हो, यति चाहिँ के भयो, अननोन रेजिस्टेन्स अफ अननोन रेजिस्टर हो, रेजिस्टेन्स अफ अननोन रेजिस्टर हो, एक्स हो। ल भेरी गुड। ल यति भएपछि मलाई लाग्छ
तपाईले काम गर्न सक्नुहुन्छ है त। अब यही ब्रिजको एप्लिकेसन छ नेक्स्टमा मिटर ब्रिज है त। थोरै सिकाउँछु ल मैले, यही प्याटर्नमा पढ्नु होला है। यही के भन्छ, यही व्हिटस्टोन ब्रिजको एप्लिकेसन हो मिटर ब्रिज। पट्टियो बक्सै पढ्नु पर्दैन ल। मिटर ब्रिज यो मार्करले अर्कोले लेख्छ कि हेर्छु ल। मिटर मिटर ब्रिज मिटर ब्रिज मिटर ब्रिजमा के हुन्छ त भने यो 1 मिटरको वायर हो, त्यही व्हिटस्टोन ब्रिजमा काम गर्ने हो ल। अ मिटर ब्रिज अ वायर वायर of 100 1 मिटर भने 100 सेन्टिमिटर लङ stretched on वुडन बोर्ड। वुडन बोर्डमा स्ट्रेच गर्ने हो। वुडन बोर्ड stretched on wooden board and its working is based on Wheatstone Bridge. Wheatstone Bridge. ल व्हिटस्टोन ब्रिज प्रिन्सिपल बग काम ल हेर्नुस् त। यहाँनिर कपरको सानो स्ट्रिप बनाइदिन्छु म। यी स्ट्रिप हो ल, यो यसरी लिएर गएको छु। यहाँ ग्याप छोडेको छ यो ग्याप छ, अनि फेरि राइट ग्याप हो यो अर्को, अनि यो बोर्डलाई मैले यस्तो गर्दै हेर्नुस् ल। अब रह्यो यो पोइन्टबाट यहाँनिर मिटर स्केल फिट गरे हुन्छ। यो हो मिटर स्केल, यो मिटर स्केल हो। 1 मिटरको स्केल यही हो है। यहाँ वायर हुन्छ, वायरमा मिटर स्केल राखिदिने हो क्या। यहाँ माथि वायर हुन्छ, त्यहाँ मिटर स्केल, यहाँ करेन्ट सप्लाई गरिदिने ल। यो पोइन्टलाई ल्याएर करेन्ट सप्लाई गरिदिने। करेन्ट सप्लाईको के थियो अरे अघि, यो पोजिटिभ थियो। यो पोइन्टलाई हामीले कहाँबाट करेन्ट पठाएको थियौँ अघिको यो इक्विभ्यालेन्ट पनि सम्झिने क्या। एबीसीडी वाला यो वाला पनि इक्विभ्यालेन्ट पनि सँगसँगै हुन्छ। सँगसँगै इक्विभ्यालेन्ट पनि हेरिदेऊ लु। ग्याल्भानोमिटर यो बीडी थियो, यो एसी थियो हैन त। हेर एसी भनेपछि यो रहेछ ए, यो रहेछ सी। एसी करेन्ट पठाइदियो उत एसीमा। त्यस्तै यो ग्यापमा हेर्नुस् त, यो पहिला यहाँ डी हुन्छ भन्ने सम्झिनुहोस्, डी, अनि यो बी यो डी हो नि त। यहाँ बीचमा ग्याल्भानोमिटर, अनि यो जकी हो, हेरी यो हो पी भनेको यो हो एल लेन्थको छ। यहाँदेखिको यसलाई चाहिँ मैले डी भने, यहाँदेखिको एडी भने, अनि यहाँदेखिको उताको क्यू हो। ल हेर्नुहोस्, यो बी हो, एबीसी यो पोइन्ट डी हो। अब ध्यान दिनुहोस् त, त्यहाँ हेर्नुहोस् त, यो पी यो क्यू यो एक्स यो आर हो नि त। ए र डी को बिचमा एक्स, ए र ए यो हो, यो स्ट्रिप हो। ए र डी को बिचमा एक्स, यो रहेछ एक्स। त्यस्तै अब एउटा बाँकी छ हेर्नुहोस् त, यो पी भयो, यो क्यू भयो, यो लेन्थ एल छ, यो लेन्थ 100 माइनस एल भयो है त। अनि एउटा बाँकी छ हेर्नुहोस् त, यो आर वाला बाँकी छ, PQX। सुन्नुहोस् है, इक्विभ्यालेन्ट हो क्या, यो इक्विभ्यालेन्ट हो। हेर्नु त्यहाँ ए र बी को बिचमा पी छ एल लेन्थको वायरको रेजिस्टेन्स हो। वायर हो क्या, त्यो मिटर वायरको रेजिस्टेन्स। त्यस्तै बी र सी को बिचमा क्यू जसको लेन्थ 100 माइनस एल छ। त्यस्तै ए र डी को बिचमा हेर्नुहोस् त, ए र यो हो नि त, यतै एउटै वायर हो। ए र डी को बिचमा एक्स। त्यस्तै सी र डी को बिचमा बनाउन बाँकी छ
यो सी यो वाइ स्ट्रिप भयो अनि यो डी हो यो बीचमा आर छ ल सकियो भनेपछि यो मिटर ब्रिज एपरेटस चाहिँ के रहेछ ऊ त्यो ब्यालेन्स ब्रिज कन्डिसनमा काम गरिरहेको रहेछ क्या ब्यालेन्स ब्रिज कन्डिसन इक्विभ्यालेन्ट डायग्राम हो त्यो हो भने तपाईँ के पाउनुहुन्छ त फ्रम द ब्यालेन्स कन्डिसन वाट वी ह्याभ फ्रम द ब्यालेन्स कन्डिसन ए फ्रम balanced condition of bridge what we get p by q is equal to x by r हो नि त p भने के छ त लेन्थ सँग प्रोपोर्शनल छ अर्को 100 माइनस l भयो is equal to x by r this gives x is equal to l by 100 minus l times r सक्यो यति हो काम ल हेर्नुस् है त्यस कारणले ब्यालेन्स ब्रिज इक्विभ्यालेन्ट हो भन्ने कन्सेप्ट बुझ्नु भयो भने त अब माइन्डमा के आउन सक्छ भने यो p भनेको रेजिस्टेन्स हो सर त तपाईले लेन्थ लेखिदिनु भयो भन्ने माइन्डमा आउन सक्छ नि त त्यसलाई क्लियर गरौँ ल यो p भनेको रेजिस्टेन्स हो तर मैले p को ठाउँमा l लेख्दै लेन्थ लेख्दै छु कारण के हो रेजिस्टेन्स प्रोपोर्शनल टु लेन्थ हो कसरी हो r is equal to rho l by a which proportional to l किन there should be uniform cross section of the wire resistivity is the material nature त्यस कारणले r proportional to के रहेछ त r proportional to l रहेछ भने यो लेन्थमा p proportional to l भयो q मा proportional to 100 minus l भयो डिवाइड गरिदिनुस् p by q is equal to r l by 100 minus l यसरी पाइरहनु भयो देखा नो निड तपाईको म्याथमेटिक्स के छ भनेर चेक गर्ने होइन फिजिक्सले बुझ्नुभयो म्याथमेटिक्स पार्ट चेक गर तपाईको म्याथमेटिकल त्यो बीचको स्टेप नआउँदाको अवस्थामा म्याथमेटिक्सको हेल्पले प्रोसेसिङ गरेर रिजल्ट करेक्ट दिने हो क्या म्याथमेटिक्स इज द टुल हो क्या टुल फिजिक्स को फेनोमेननलाई इजी बनाउने टुल म्याथमेटिक्स हो ल्याङ्ग्वेज भन्ने गरेको छु मैले त्यही भएर फिजिक्सलाई एक्सप्लेन गर्ने ल्याङ्ग्वेज चाहिँ भाषा चाहिँ इङ्ग्लिस होइन पुराण लेखेर नलेख्नुहोस् है त्यो पुराणको कुनै अर्थै छैन जहाँ सकेसम्म इक्वेसन हालिदिनुहोस् इक्वेसन इट सेल्फ एक्सप्लेन अटो डिड्याक्टिक आफै बोल्छ त्यसकारणले फिजिक्स को ल्याङ्ग्वेज भनेको म्याथमेटिक्स हो म्याथमेटिक्स बोलाउनु पर्यो एउटा दोस्रो सबै क्वेसनमा त्यस्तो सम्भव भएन तपाईलाई भने ल्याङ्ग्वेजमा एक्सप्लेन गर्न पर्ने कन्डिसन आयो भने त्यो ल्याङ्ग्वेजमा एक्सप्लेन गर्दाको कीवर्ड जुन छ कीवर्ड म कीवर्ड सिकाइरहेको छु कीवर्ड जुनले चाहिँ मेन फोकस गरिरहेको छ कीवर्ड जुन हो त्यसलाई चाहिँ अन्डरलाइन गरिदिनुस् पेन्सिलले कीवर्डलाई अन्डरलाइन गरिदिनुस् है अलिअलि ढङ्ग नि पुर्याउनु पर्छ क्या लेख्दाखेरि ढङ्ग पुगेन भने खान नि जान्दैन ढङ्ग पनि चाहिन्छ क्या अलिअलि त ढङ्ग त तिमीहरूले पुर्याउने हो नि त आफ्नो ढङ्ग आफै पुर्याउने हो है त धेरै नभनौ धेरै भन्न चाहिँ अलि ठिक लागेन धेरै बढिन ल हामी कहाँ पुग्यौँ हामी पुग्यौँ रिकल गरौँ थोरै क्रिचअप्सको ल गर्यौँ व्हिटस्टोन ब्रिज गर्यौँ र मिटर ब्रिज गर्यौँ है त अब हामी गर्छौँ पोटेन्सियोमिटर अब भेरी इम्पोर्टेन्ट कन्टेन्टमा आइयो पोटेन्सियोमिटर ल हेर पोटेन्सियोमिटर एकदम इम्पोर्टेन्ट ल पहिला पोटेन्सियोमिटरलाई डिफाइन गरिदिनुस् ल इलेक्ट्रिक सर्किट हो यो सर्किट नै बनाउने हो हामीले 10 मिटरको वायरलाई काठको बट्टामा स्ट्रेच गरिदिने अनि त्यसपछि पोटेन्सियोमिटर बन्छ लङ वायर हो क्या लङ वायर स्ट्रेच अन वुडन बोर्ड व्हिच इज युज्ड टु डिटरमाइन लङ वायर स्ट्रेच अन लङ वायर लङ भने जनरली 10 मिटर है
ल्याबोरेटरी त्यही छ लङ वायर 10 मिटर stretched on wooden board वुडन बोर्ड जति लङ्गर बनायो त्यति बेटर हुन्छ है ल त्यो अहिले भन्छु म सेन्सिटिभिटीमा के भन्दै थिए लङ वायर स्ट्रेच अन वुडन बोर्ड युज्ड दुईटा काम ल एउटा हो टु डिटरमाइन द इन्टरनल रेजिस्टेन्स अफ सेल टु डिटरमाइन internal resistance small r of cell दोस्रोमा to compare the EMF of cell to compare EMF of two cell दुईटा सेलको EMF कम्पेयर गर्ने डिभाइसलाई हामी पोटेन्सियोमिटर भन्छ यो डेफिनेसन भयो है अब कुन प्रिन्सिपलमा काम गर्छ त ल यसले काम गर्ने प्रिन्सिपल हेर यसको वर्किङ प्रिन्सिपल भनेको यदि करेन्ट र एरिया कन्स्ट्यान्ट हो भने यसलाई त्यस्तै लेख्दा तिमीहरूलाई गाह्रो हुन्छ ल पोटेन्शियल डिफरेन्स PD is proportional to length corresponding length if I and A is constant हेर यो यसो भन्दा पनि अझै के भन्ने हुन्छ क्या if steady current भने हो steady current is flowing current flows through a wire of uniform thickness uniform CSA यसो भने हो युनिफर्म CSA छ करेन्ट स्टेडी छ भने पोटेन्शियल शुड बी प्रोपोर्शनल टु लेन्थ भने हो अथवा अझै बुझ्न ल यति नै लेखिराखौँ त ल थोरै हेर्नु ल यो वायरमा करेन्ट पठाउनु भएको छ भने यो AB सेक्सनमा ध्यान दिनु होला ल AB सेक्सनमा ड्रप भएको भोल्टेज VAB चाहिँ यही सेक्सनको लेन्थ AB सँग प्रोपोर्सन हुन्छ यसले भने हो त हेर्नुस् त यो वायरमा तपाईले करेन्ट पठाइदिनु भएको छ भने करेन्ट पठाउनु भएको छ भने यो सेक्सन हेरे मैले यो सेक्सनको भोल्टेजलाई यो AB पोइन्ट हो VAB त्यसैको लेन्थ सँग प्रोपोर्सन हुन्छ प्रुफ पनि गर्दिनौ एकै लाइनमा ल ओम्स लबाट स्टार्ट गरिदिनुस् सकिहाल्छ ओम्स ल VAB भनेको I into RAB भयो VAB is equal to IRAB भनेको रो LAB by A is equal to proportional to LAB सक्यो ल यति हो proportional to LB ओके ल के भयो रे पोटेन्सियोमिटर डेफिनेसन भयो अनि प्रिन्सिपल भयो अब दुईटा एप्लिकेसन त छँदैछ अब यो म धेरै टाइम लिन्न ल डिटर्मिनेसन अफ इन्टरनल यसलाई सकाउने हो क्या यो दुईटै च्याप्टर सकाउने भनेको टाइम गइसकेछ अलि छिटो गर्नु पर्यो ल इलेक्ट्रिसिटी पोर्सनलाई सकाउन खोजे हो क्या ल ल ल अब यसको एप्लिकेसन दुईटा एप्लिकेसन एफ भनेको F1 मा determination of internal resistance of cell determination of internal resistance of cell को internal resistance खोजिदिनुस् प्रुफ गर्नुस् ल E by V minus 1 R which is equal to L1 by L2 minus 1 times L1 by L2 times R यो प्रुफ गर्नु होला ल नोट त तपाईहरु कपीमा भइहाल्छ नि अनि F2 मा determine compare the EMF of two cell compare the EMF of two cell है
दुईटा सेलको इएमएफ कम्पेयर गरिदिनुस् झ्याप्पै गर्नु होला है यो मजाले लङ क्वेसनमा आउने नै यही दुईटा हो लङ क्वेसनमा सोध्छ मजाले प्रुफ गर्नु है मजाले जक्कीलाई स्लाइड गरेर करेस्पोन्डिङ इक्विभ्यालेन्ट नल पोइन्ट इक्विभ्यालेन्ट नल लेन्थहरू खोजेर यहाँ ल्याएर पुट गर्नु होला यो मजाले गर्नु है अब यहाँनिर सर्ट क्वेसन के पढ्नुस् भने factors affecting the sensitivity of potentiometer potential gradient हो क्या त्यो factors affecting यसो भनौँ नि त factors भन्दा पनि potential gradient लाई पढ्नु होला एउटा potential gradient भनेको के हो dv by dl भनिन् भयो याक्स लेख्दै वाट यसलाई पोटेन्सियोमिटर को पोटेन्शियल ग्रेडियन्ट है अनि factors affecting the sensitivity factors affecting sensitivity of potentiometer अनि गएर सर्ट क्वेसन होला सबै यो सबै सर्ट क्वेसन हो अर्को पढ्नु पर्छ ल potentiometer is more preferred than voltmeter potential y equation क्या potentiometer is more preferred than voltmeter यो पढ्नु होला ल यो तीनवटा पढ्नु होला अनि यसको न्यूमेरिकल गर्नु ल राम्रैसँग पोटेन्सियोमिटर को न्यूमेरिकल राम्रैसँग भनेको छु राम्रैसँग यसको न्यूमेरिकल तयार गर्नु होला अब नेक्स्ट म गए मसँग अझै एउटा टर्म छ यो च्याप्टरमा मिटर कन्भर्जन है यो च्याप्टरमा छ अब मिटर कन्भर्जन हेर्नुस् है मिटर कन्भर्जन अब दुईटालाई म सँगसँगै सिकाउँछु ल हेर्नुस् है पहिला सन्ट भनेको के हो सन्ट भनेको के हो यसको तीनटा क्यारेक्टर सम्झनुस् ल सन्ट भनेको भेरी लो रेजिस्टर भेरी लो रेजिस्टर अफ भेरी लो रेजिस्टेन्स भनौँ रेजिस्टर अफ भेरी लो रेजिस्टेन्स अनि यसले के गर्छ always connected in parallel with galvanometer सँग जहिले पनि प्यारललमा कनेक्ट गर्ने तेस्रो काम के गर्छ इट कन्भर्ट्स galvanometer to into एमिटर ल सन्ट भने यति हो के रहेछ रे ग्याल्भानोमिटर सँग प्यारललमा हालेको लो रेजिस्टरलाई हामी सन्ट भन्दो रहेछौँ त्यो भनेको यो ग्याल्भानोमिटर डिभाइस हो सुन ल यो ग्याल्भानोमिटर डिभाइस हो यसको प्यारललमा के राखे अरे एउटा रेजिस्टर राखिदिएको व्हिच इज कल्ड सन्ट करेन्ट बाइपास गरिदिन्छ बाइपास भने थाहा छ नि करेन्ट बाइपास गरिदिन्छ यहाँबाट गएको करेन्टलाई आई मेजर गर्नु छ भने ग्याल्भानोमिटरबाट आइजी ग्याल्भानोमिटरबाट आइजी यो आई माइनस आइजी यति हो काम यो दुईटा चाहिँ प्यारललमा हुन्छ भन्ने बुझ्नु पर्यो क्या भी ग्याल्भानोमिटर इज इक्वल टु भी सन्ट भन्ने बुझिसकिहाल्यो यो दुईवटै रेजिस्टर हो दे आर इन प्यारललमा छ भने दे शुड हाभ सेम पोटेन्शियल सकि त गो यति त हो प्यारललमा छ भने सेम पोटेन्शियल यसको अर्थ हो भिजी भने आइजी आरजी भिएस भनेको आई माइनस आइजी यस लो सन्ट झिकिदिनुहोस् यस इज इक्वल टु आइजी बाई
आई माइनस आइजी टाइम्स आरजी। यति 3 नम्बरमा सोधिरहेको हुन्छ, ख्याल गर्नु बुझ्नु होला, मात्रै यो फिचर्समा खेल्ने हो। ल दोस्रोमा जाउँ, मल्टिप्लायर। दोस्रो हो मल्टिप्लायर। मल्टिप्लायर भनेको के हो? यहाँ रेजिस्टर अफ भेरी लो रेजिस्टेन्स भने जस्तै यहाँ रेजिस्टर अफ हाई रेजिस्टेन्स हो। रेजिस्टर अफ हाई रेजिस्टेन्स हो। हाई लोलाई हामी सन्ट भन्छौँ, हाईलाई हामी मल्टिप्लायर भन्छौँ। अलवेज कनेक्टेड इन, यो चाहिँ जहिले पनि अलवेज कनेक्टेड इन केमा कनेक्ट गरेछ? यो चाहिँ सेरिजमा हो। अलवेज कनेक्टेड इन सेरिज विथ ग्याल्भानोमिटर। विथ ग्याल्भानोमिटर। त्यस्तै त्यो माथि एमिटर बनाएको छ भने यहाँ इट कन्भर्ट्स galvanometer into voltmeter। ल सक्यो। ल अब सर्किट दिनुस्, इक्वेसन हालिदिनुस् मेटे मैले। ल यो ग्याल्भानोमिटर रहेछ। ग्याल्भानोमिटरसँग सेरिजमा के राख्ने? देयर इज मल्टिप्लायर एस आर, मल्टिप्लायर आर सेरिजमा छ। ल यो होल कम्बिनेसन एक्स एज भोल्टमिटर। होल कम्बिनेसन एक्स एज भोल्टमिटर, जाने करेन्ट आइजी नै हो। अब अघि के थियो? अघि जी प्यारलल एस थियो नि, अहिले चाहिँ के रहेछ? जी इज इन सेरिज विथ आर रहेछ, यति हो। त्यसो हो भने टोटल भोल्टेज के हुन्छ त? अघि के थियो? प्यारललमा भएको कारणले भोल्टेज सेम गराएको थियौँ होइन त दुईटाको। यहाँ त सेरिजमा छ, त्यस कारणले भोल्टेज त सम हुन्छ। भी इक्वल टु भी ग्याल्भानोमिटर प्लस भी सन्ट, भीआर भनेको सन्ट। अब आन्सर हालिदिनुहोस्, अब भ्यालु हालिदिनुहोस्, सकियो है। भ्यालु पुट गरिदिनुहोस्, इक्वेसन पुट गरिदिनुहोस्। भी इज इक्वल टु भीजी भनेको आइजिआरजी प्लस भीआर भनेको आइजिआर। यो आर भेट्टाउने हो, यसलाई ओरलेर आउनुहोस्। भी माइनस आइजिआरजी इक्वल टु आइजिआर र फाइनल्ली आर इक्वल टु यसले डिभाइड गरिदिनुहोस्, त्यो भनेको भी बाई आइजी माइनस आरजी। यही रहेछ मल्टिप्लायर है। यो हो इक्वेसन अफ मल्टिप्लायर। इक्वेसन अफ मल्टिप्लायरको इक्वेसन भयो। ल यति पढ्नुभयो भने इलेक्ट्रिसिटीको फर्स्ट च्याप्टर सकियो। अब म सेकेन्ड च्याप्टरलाई 10 मिनट टाइम लिन्छु है। अब मसँग 10 मिनट टाइम छ। इलेक्ट्रिसिटीको सेकेन्ड च्याप्टरलाई, धेरै सानो च्याप्टर छ, छोटो च्याप्टर छ। ल दोस्रो त्यो हो थर्मो इलेक्ट्रिसिटी अथवा थर्मो इलेक्ट्रिक इफेक्ट पनि भन्छ। ल थर्मो इलेक्ट्रिक इफेक्ट भनेको के हो त भने डिसिमिलर पहिला थर्मोकपल बुझ्नुपर्छ। ल कपल कसरी बनाउने? थर्मोकपल भनेको डिसिमिलर मेटललाई बुझ्नु है। डिसिमिलर भनेको एउटै नेचर नभएको। डिसिमिलर भनेको डिसिमिलर इन साइज भने होइन क्या, डिसिमिलर इन क्रस सेक्सन भने होइन क्या। डिसिमिलरको अर्थ एउटा कपरको, एउटा आइरनको, एउटा सिल्भरको फरक नेचर चाहियो क्या।
हो डिसिमिलर मेटल वायरलाई जोड दिने हो है डिसिमिलर 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 पेयर अफ मेटल joining end to end joining end to end joining end to end यो हो यी थर्मोकपल अब यो थर्मोकपललाई डिसिमिलर राख्ने बित्तिकै नम्बर डेन्सिटी फरक भइदिन्छ क्या वर्क फंक्सन फरक भइदिन्छ नम्बर डेन्सिटी फरक भइदिन्छ जस्तो ल हेर्नुहोस् एउटा मैले आइरन बनाइदिएँ एउटा मैले कपर बनाइदिएँ न प्रब्लम डिसिमिलर पेयर अफ मेटल एउटा जङ्सनमा हिट गरिदिएँ अर्को जङ्सनलाई मैले आइसमा राखिदिएँ चिसो बनाइदिएँ भने भने यहाँनिर इलेक्ट्रोन डेन्सिटी यहाँनिर इलेक्ट्रोन डिफ्रेन्ट छ नि त डिफ्रेन्ट मेटलको जोइन्ट हो डिफ्रेन्ट मेटलको जोइन्ट हो नम्बर डेन्सिटी फरक पर्छ यसमा र यसमा भनेको मतलब अब त्यहाँ चाहिँ हायर टु लोवरतिर करेन्ट फ्लो भइदिन्छ त्यसको मतलब हेल यहाँ ग्याल्भानोमिटर राख्नुभयो भने करेन्ट डिफ्लेक्सन अब्जर्भ गरिन्छ कज के हो कज भनेको यो टेम्परेचर डिफरेन्स एट द जङ्सन हो थोरै लेख्छु ल कज भनेको टेम्परेचर डिफरेन्स एट जङ्सन हो एट जङ्सन्स हो इफेक्ट के प्रोड्युस भएको छ त इफेक्ट के प्रोड्युस भएको छ प्रोडक्सन अफ मार्करै गरिदिनु लेख्दैन प्रोडक्सन अफ ल यो पनि त्यस्तै छ प्रोडक्सन अफ करेन्ट अर इएमएफ त्यही भएर थर्मो करेन्ट एन्ड थर्मो इएमएफ भन्ने हो थर्मो इएमएफ यही फेनोमेनन हो थर्मो इलेक्ट्रिसिटी करेन्टको डिरेक्सन चाहिँ के हुन्छ सिम्पल रुल छ हट कफी COFFEE हट जङ्सनमा कपर टु हट जङ्सन यो हो कपर टु आइरनलाई हेर्नुहोस् हट कफी सजिलो हुन्छ ल हट जङ्सनमा कपर टु आइरन यतापट्टि आइरन टु कपर सक्यो हट कफी ल यति भएपछि यो फेनोमेनन चाहिँ थर्मोइलेक्ट्रिक इफेक्ट हो त्यही इएमएफ प्रोड्युस गर्ने उ यही फेनोमेनन चाहिँ थर्मोइलेक्ट्रिक इफेक्ट हो प्रोड्युस्ड भएको करेन्ट र भोल्टेजलाई चाहिँ थर्मोइलेक्ट्रिक करेन्ट एन्ड थर्मो इएमएफ भन्छ ल यो भयो सीबेक इफेक्ट भन्यो पनि यही लेख्नु ल सीबेक इफेक्टमा पनि जङ्सन डिफरेन्ट हुन्छ भने जङ्सनको टेम्परेचर डिफरेन्स हुन्छ भने देयर सुड बी द डिफरेन्स इन पोटेन्शियल एन्ड करेन्ट फ्लोज इन द कपल थर्मोकपल त्यो थर्मोकपलमा करेन्ट फ्लो भइदिन्छ अब म जान्छु एउटा इम्पोर्टेन्ट छ यहाँनिर भेरिएसन अफ थर्मो इएमएफ यसरी बनाएको थर्मोकपलमा थर्मो इएमएफ कसरी भ्यारी गर्छ है त यो सोध्छ ल लङ क्वेसनमा सोध्ने यही हो है सोध्ने भेरिएसन अफ थर्मो इएमएफ विथ टेम्परेचर भेरिएसन अफ थर्मो EMF with temperature अघिको फिगरमा EMF लाई प्लट गर्दै जाने टेम्परेचर अफ हट जङ्सन चेन्ज गर्दै जाने EMF प्लट गर्दै जाने EMF पहिला बढ्दै जान्छ अनि 0 आइदिन्छ यो कोल्ड जङ्सन हो यो म्याक्सिमम पोइन्ट जुन बेला आउँछ दिस टेम्परेचर अनि यो फेरि 0 ब्याक भएको टेम्परेचर यो न्यूट्रल टेम्परेचर हो यो इन्भर्जन टेम्परेचर है के बुझ्नुभयो थीटा n भनेको न्यूट्रल भने हैन त थीटा n भनेको
the temperature at which EMF is maximum. अनि थीटा आई भनेको इन्भर्जन हो ल, यसलाई के भन्ने रहेछ, न्यूट्रल टेम्परेचर। त्यस्तै थीटा आई भने के रहेछ उयो, द टेम्परेचर at which EMF is again 0, फेरि 0 भइदियो, 0 बाट बढ्दै 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 म्याक्सिमम भयो, which is called म्याक्सिमम वालालाई के भन्ने, न्यूट्रल। फेरि के भयो, गर्दै 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 0 वालालाई के भन्ने, इन्भर्जन। अब डिरेक्सन चेन्ज गर्न खोज्दैछ क्या, त्यसको मतलब हो इक्वेसन, यो ग्राफ चाहिँ पाराबोलिक हुन्छ, ए थीटा प्लस हाफ बी थीटा स्क्वायर हुन्छ, पाराबोलिक हुन्छ यो इएमएफ ग्राफ, इएमएफ कर्व भयो, which is parabolic in nature, अनि त्यस पछाडी यो न्यूट्रल टेम्परेचर चाहिँ सिमेट्रिक हुन्छ क्या, न्यूट्रल टेम्परेचर इज सिमेट्रिक, अथवा ग्राफ इज सिमेट्रिक अबाउट, कयको अबाउटमा सिमेट्रिक छ, न्यूट्रल टेम्परेचरको अबाउटमा सिमेट्रिक छ, त्यो भनेको थीटा कोल्ड प्लस थीटा इन्भर्जन बाई 2 सक्यो। हेर्नुस्, इन्भर्जन चाहिँ यसको र यसको बीचमा पर्छ। ल अब म तपाईलाई 1 मिनेट टाइम लिन्छु, जम्मा सानो टर्म छ पेल्टियर्स इफेक्ट है, पेल्टियर्स इफेक्ट, यो भनेको रिभर्स इफेक्ट अफ सीबेक इफेक्ट, सीबेक इफेक्ट। अब सुन्नुस् है, सीबेक इफेक्टलाई हामीले के भने अरे, जहाँ चाहिँ टेम्परेचर डिफरेन्स कज हुन्थ्यो, म छुट्टाइदिन्छु, सीबेकमा चाहिँ के हुन्थ्यो, कज चाहिँ थियो, के रे कज, टेम्परेचर डिफरेन्स थियो, टेम्परेचर डिफरेन्स कज थियो, अनि इफेक्ट चाहिँ थियो इएमएफ प्रोडक्सन, अनि पेल्टियर्समा चाहिँ उल्टो अरे क्या, पेल्टियर्स इफेक्टमा जब करेन्ट फ्लो गरिदिनुहुन्छ, कज चाहिँ फ्लो अफ करेन्ट है, करेन्ट फ्लो गरिदिनुहुन्छ, फ्लो अफ करेन्ट, अनि त्यसपछि इफेक्ट चाहिँ प्रोडक्सन एन्ड एब्जर्प्सन अफ चिसो र तातो जङ्सन क्या, जङ्सन चिसो र तातो क्या, प्रोडक्सन एन्ड एब्जर्प्सन अफ हिट एनर्जी, प्रोडक्सन एन्ड एब्जर्प्सन अफ हिट, जहाँ प्रोड्युस्ड हुन्छ त्यहाँनिर हट जङ्सन बन्छ, जहाँ एब्जर्प्सन हुन्छ त्यहाँनिर कोल्ड जङ्सन बन्छ। ल यतिलाई एकदमै स्मुथली प्रिपेयर गर्नु होला, इलेक्ट्रिसिटीको पोर्सन मैले यो रोड म्याप सेसनमा बनाइदिएँ है, रोड म्याप 3 हो यो, तेस्रो स्लट हो, रोड म्याप पहिलो स्लटमा मेकानिक्स थियो, दोस्रो स्लट हिजो हामीले के बनाए, थर्मोडाइनामिक्स, आज मैले इलेक्ट्रिसिटी पर्सनको रोड म्याप स्लट तपाईहरुलाई दिए। र यति भन्दै यो क्लासलाई यही सकाउँछु। एक्जाम राम्रो प्रिपेयर गर्नु होला। मेरो आफ्नो कन्ट्याक्ट पनि छ 9863205331 व्हाट्सएप भाइबर दुवै अवेलेबल छ, सम्पर्क गर्नु होला है। व्हाट्सएप भाइबर दुवै अवेलेबल छ ल। केही पर्यो तपाईलाई फिजिक्सको भने मेसेज गर्न सक्नुहुन्छ है त। ल त्यति भन्दै यो क्लासलाई यही सकाउँछु है।
ल बाई बाई है त सबैजना।